नमस्कार। स्वस्थ बालबालिका समृद्ध भविष्यको आधार हो। आजको सन्देश हेपाटाइटिस ए भाइरसबाट कसरी बच्ने। हेपाटाइटिस ए कलेजोमा असर पार्ने एक भाइरसजन्य रोग हो। यो रोग खास गरी फोहोर पानी, सफा नभएका हात वा संक्रमित व्यक्तिको सम्पर्कबाट फैलिन्छ। बालबालिकामा यसले निम्न लक्षणहरू देखाउन सक्छ: ज्वरो आउने, पेट दुख्ने वा वाकवाकी लाग्ने, पिसाब पहेँलो हुने, छाला वा आँखा पहेँलो हुने जसलाई जन्डिस भनिन्छ। तर चिन्ता लिनु पर्दैन, यो रोग सावधानीले रोक्न सकिन्छ। खाना खाएकै अघि र शौचालय गएपछि साबुन पानीले राम्रोसँग हात धुनुहोस्। बालबालिकालाई सफा पानी मात्र पिउन दिनुहोस्। र सबैभन्दा महत्त्वपूर्ण 6 महिनादेखि 1 वर्षको उमेरभित्रै हेपाटाइटिस ए को खोप लगाइदिनुहोस्। खोप लगाऊं, रोगबाट बचाऊं। याद राख्नुस्, सधैँ सफा हात, सफा खाना र सफा पानी प्रयोग गर्नुहोस्। बालबालिकाको स्वास्थ्यमा सानो ध्यानले ठूलो असर पार्छ। यो सन्देश तपाईको स्वास्थ्य र भविष्यको सुरक्षाका लागि हो।